कति रुपियाँ पाथी थियो त्यो बेलामा माछामा? 10 रुपियाँ पाथी। 10 रुपियाँ पाथी। कति पाथी किन्नु भयो? बोरा बोरा ल्याउँथ्यौँ क्या, बोरा बोरा सानो आमा आँटी अरे म भएर। ए बोरा बोरा किन्न जानुभयो? अनि यहाँ ल्याएर बेच्ने। ए अनि फाइदा निकालेर खाने। फाइदा निकालेर खाने। अनि बेलुका बासा बस्ने बेला त दोरी गीत गाउँ भन्ने त तपाईँ सानो नानीकी आमा, सानो नानी दिदीकी आमा भएर दोरी गाउँ भन्नुभयो? हामी गएकै हामी त नगाइकन बसेका थियौँ क्या, हाम्रो गीत गाएको थियौँ। तपाईँहरूकै आफै गीत गाउनुभएको थियो? अब गीत गाएको थियौँ, हुन्न त्यस्तो गीत गाउन आयो त्यसले। ए के अरे गीत के अरे? गीत के अरे? अब म चम्फै फुल लाउन हृदयको आगोलाई निभाउन। निभाउन भनेपछि मार गाली गर्नुभयो? बस निभाएको बेसो गालीहरू छोड्यो। ए गाली अरे। अनि भोलिपल्ट जुरुक्क उठेर मास बोकेर आउनुभयो? हिँड्दै आउने हो कि गाडीमा हो? गाडीमा हो। ए गाडीमा आउनुभयो? अब भोलिपल्ट मास भरेर चामल भरेर भात खाएर अनि बल्ल गाडीमा हालेर लिएर आउने हो। ए अनि भात कसले दिन्थ्यो र? उही पकाउँथ्यौँ नि। ए आफैहरूले पकाउने? हामीले पकाउँथ्यौँ नि। ए चामल सामल त वहीँ किन्नेका चामल हुने भए हामीले लिएर हिँड्थ्यौँ नि। तरकारी सरकारी के पाइन्थ्यो? ए जति पनि पाइन्थ्यो उही दाल चामल। ए अनि पकाएर अनि खाएर अनि आउने। कता कता जानुभयो त्यो बेला मासु सोध्न? उता भिमातिर जानुभयो कि जानु भएन? भिमातिर त गइएन, यतै डुम्रे भन्सातिर। भिमातिर त उतैपट्टि गएको अनि गयो। अनि एकचोटि ल्याउनु भयो त्यो बेचेर भ्याउनु भयो? अनि फेरि अर्कोचोटि जानुहुन्थ्यो? महिना पछि हो नि। महिना पछि जाने? महिना पछि। रमाइलो है त्यो बेला नि। त्यति भन्थ्यो अरे 200-300 आउँथ्यो के अरे, अनि त्यसैको लागि हिँड्ने। ए 200-300 आउँथ्यो। घर भैँसीलाई घाँस कसले काट्ने हो फेरि? घर त त्यहाँ अर्कै थिए। ए थियो होला नि कोही कोही। ए अनि तपाईँहरू जाने नभए अब यतिखेर त पराल हुन्थ्यो नि त होइन? पराल हाल्यो गयो। पिनालु नि पाइन्थ्यो होला नि? किन पाएन त्यो हात्ती पाउ। आजभोलि त क्या आमा त्यो पिनालु उसिनेर हुन त गाउँघरतिर गयो त मिठा होला नि। यहाँका पिनालु त कुन्नी त्यो पानी 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 भएर होला नि, त्यति मिठा नि नहुने। पात र डाँठ यति ठुल्ठुला हुन्छन् है, त्यसको गाना त मिठा पनि नहुने किन हो? त्यही त नि। गाउँघरतिरका कति मिठा ती हात्ती पाउ पिनालु त्यस्तै मिठा, रातो मुखी पिनालु त्यस्तै मिठा, खरी पिनालु त्यस्तै मिठा है। अरू के पिनालु हुन्छन्? खरी पिनालु अनि के अरे? के कसले जान्छ त्यो बिजनको नाम कसले काटेर भन्न पायो र? ए पाउनु भएन त बेला? पाइएन। ए बरु मैले जानिरहेछु खरी पिनालु, रातो मुखे पिनालु, हात्ती पाउ पिनालु। त नि पिनालु नि ल्याउनुहुन्थ्यो बेच्न? ल्याइन। तरुल? मासु र चामल मात्रै बेच्थ्यौँ, अरू केही ल्याइनौँ। अनि खुदो कसले बेचिदिन्थ्यो नि? खुदो बेच्नु त यहाँ पछि हो, ढोडीसिर ल्याउने हो। मास बेची भ्याउने अनि खुदो बेच्ने? अनि अनदीको चामल नि बेच्ने? होइन, अनदी चामल कहाँ पाएर बेच्ने हो। खुदो लिएर सिक्दै खिराङतिर गएर बेचेर आउँथ्यौँ। त्यतातिर खुदो पाइँदो रहेछ? पाइँदैन। अनि भट्ट लिएर आउँथ्यौँ खुदो दिएर। त्यता भट्ट हुँदो रहेछन्? बाउली भट्ट पाइने। ए फेरि ती ल्याएर बेच्ने होला कता ल्याएर? उहाँबाट 5 रुपियाँ, उहाँबाट 10 रुपियाँ पाथी पाइयो भने यहाँ 20 रुपियाँ पाथी बिक्री हुने नि। ए त्यही त नि। आजदेखि हो र यतिखेर खाएको हो र? उहिलेकी हो तपाईँ? अझै आगो ताप्न पाउनुभयो? हेर्नु त, हात सेक्नु त। बस सेके। त्यही त नि। तातो आइन्छ नि? आइन्छ।